Hello, we are back So guys, अब हामी after 10 minutes of cooking. आफ्टर 50 मिनट्स 50 मिनट जति भयो। अब त्यसपछि चाहिँ हाम्रो एकदमै लो फ्लेममा हामीले बनाइरहेको खिर वाउ गाइस दालसँग पाकिसकेको छ। हल्का दूध धेरै भयो थोरै भयो क्या हो एकदम बास्न पनि दामी आइरहेछ। ल अब हामी यसलाई चलाएर हेर्छौँ यो कतिको चाहिँ लगभग भात चाहिँ हाम्रो के भइसक्यो पाकिसकेको छ गाइस, कुक भइसक्यो हैन कुक भइसकेको छ। अब यसलाई हामीले चलाएर हेर्छौँ। ल धेरै तल पनि लागेको छैन। घरबेटी अङ्कललाई पनि दिनुपर्छ क्या हो हामीलाई दिएर आउँछ नि यार घरबेटी अङ्कललाई हाम्रो खिर चाहिँ चखाइदिनु पर्छ भन्ने मलाई पनि लागिरहेछ। हाम्रो क्यामेराम्यानले भन्दै हुनुहुन्छ एन्ड क्यामेराम्यान आई एम एग्री विथ द्याट। वाउ गाइस वाउ एकदमै राम्रो भइसकेको छ हाम्रो खिर। अझै यसलाई थोरै अझै पाक्न टाइम लाग्छ जस्तो लागिरहेछ मलाई है त। यसलाई फेरि हल्का हामी 5 मिनट जस्तै ढाकिदिनेछौँ है त। 5 मिनट यस ल 5 मिनटपछि अब 1 मिनटको ब्लग भयो।